हामी सिक्छौं वर्ण र मात्रा। हामीले पहिले पनि सिकेका थियौं वर्ण र मात्रा। आज हामी आ, इ, ई वर्ण र मात्रा सिक्नेछौं। अब तपाईहरु पनि आ, इ, ई वर्ण र मात्रा सिक्नको लागि तयारी हुनुहोस्। विद्यार्थीहरु, अघिल्लो कक्षामा तपाईहरुले सिकिसक्नु भएको छ। अब हेर्नुहोस् है त, यहाँ एउटा चरा छ। यो चरा अहिले कहाँ छ त? आ वर्णमा छ। अब यसको मात्रा कुन होला? चराले कहाँ देखाउँछ होला? तपाईहरु पनि अनुमान गर्नुहोस् है। म चरालाई यहाँबाट उडेर जान भन्छु। यो चराले यहाँबाट उडेर यो आ वर्णको मात्रा कुन हो उसले देखाउँछ। अनि मिल्यो कि मिलेन हेरौँ है त। ल चरा बुरुरुरु उडेर आ मात्रामा जाऊ त। गयो चरा, कहाँ पुग्यो त? आ मात्रामा गयो। यो चाहिँ आ वर्ण भयो, यो चाहिँ आ वर्णको मात्रा भयो। विद्यार्थीहरु, तपाईहरुले भनेको पनि मिल्यो। अब अर्को चरा ल्याउँछु म। हेर्नुहोस् त, अर्को चरा आयो। ई चरा कुन वर्णमा छ? चरा ई वर्णमा छ। अब यो ई वर्णको मात्रा कुन होला त? यो माथिको होला कि तलको होला कि? म फेरि चरालाई मात्रा चिन्ह पठाउने छु। अनि त्यसपछि चराले कुनमा देखाउँछ होला? तपाईहरु पनि यो ई वर्णको मात्रा कुन होला अनुमान गर्नुहोस् त। चराले देखाएको र तपाईहरुले अनुमान गरेको मिल्यो कि मिलेन हेरौँ है त। ल चरा अब गएर ई वर्णको मात्रा देखाउ त। बुरुरुरुरुरुरुरुरु उड त। चरा उडेर गयो। ल चराले पनि ई वर्णको मात्रा देखायो। तपाईहरुको अनुमान पनि टक्कै मिल्यो होला, होइन त? यो ई वर्ण भयो, ई वर्णको मात्रा यो भयो। अब म अर्को चरा ल्याउँछु ई वर्णमा। हेर्नुहोस् त, अर्को चरा आयो। अब यो चरा यो ई वर्णको मात्रा कुन रहेछ? तपाईहरुले त अनुमान गरिसक्नु भयो। चरा जान्छ कि जाँदैन? अब त्यो पनि हेरौँस्। ल चरा अब ई वर्णको मात्रामा जाऊ त। फुरुरुरुरुरु उड त। चरा उड्यो, गयो 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 ई वर्णमा पुग्यो। हेर्नुहोस् त, ई वर्णको मात्रा यो भयो। यो मात्रा के भयो त? आ वर्णको मात्रा भयो। यो के हो त? ई वर्ण। ई वर्णको मात्रा कुन भयो? यो भयो। अर्को यो के भयो त? ई वर्ण। ई वर्णको मात्रा यो भयो। विद्यार्थीहरु, तपाईहरुले पनि आ, ई, ई वर्णको मात्रा चिन्नुभयो। तपाईहरुले पनि आफ्नो कार्यपुस्तकमा अथवा कापीमा यसै गरी वर्ण र मात्रा लेखेर धर्काले जोडा मिलाउनुहोस्। अब हामी अर्को पाठ पढ्छौं। हेर्नुहोस् त। ल यो पाठ कुन होला? यो पाठ चाहिँ आमा बुबा नै ईश्वर। विद्यार्थीहरु, तपाईहरुले आमा बुबा नै ईश्वर अघिल्लो कक्षामा पढिसक्नु भएको छ, होइन त? आज हामी आमा बुबा नै ईश्वर पाठमा अ, आ, इ, ई वर्ण प्रयोग भएका शब्द के रहेछन् हामी खोज्छौं। सबैभन्दा पहिला अ वर्ण खोजौं है त। म पाठ पढ्छु अनि अ वर्ण आएपछि म त्यसमा अ वर्णलाई गोलो घेरा लगाउँछु। तपाईहरु पनि म सँगसँगै पढ्नुहोस्। हस् विद्यार्थीहरु, ल अब पाठ सुरु गर्छु। आमा बुबा नै ईश्वर। ईशान बिहानै उठे। ईशान दाइसँग पसल गए। पसल खाली थियो। उनीहरू गुरुआमाका घरमा गए। गुरुआमा ईश्वरका बारेमा बताउँदै हुनुहुन्थ्यो। ईशानले सोधे, गुरुआमा ईश्वर को हुन्? उनी कहाँ छन्? गुरुआमाले भन्नुभयो, आमा बुबा नै ईश्वर हुन्। ईश्वर तिमीहरूसँगै बस्छन् नि। ईशान ईश्वर चिनेर दङ्ग परे। विद्यार्थीहरू, अहिले हामीले पढेको पाठमा अवर्णबाट बनेका शब्द भेटियो त?
भेटिएन। त्यसैले हामीले अ वर्णलाई भेटेनौँ अनि गोलो घेरा लगाएनौँ। अब हामी आ वर्ण खोज्छौँ है त। आ वर्ण के रहेछ? आमा बुबा नै ईश्वर शीर्षकमा अब पढौँ त। इशान बिहानै उठे, इशान दाइसँग पसल गए, पसल खाली थियो, उनीहरू गुरुआमाका घरमा गए। गुरुआमा शब्दमा हेर्नुहोस् त, यहाँ के भेटियो त? आ। अब हामी यो आलाई गोलो घेरा लगाउँछौँ यसरी। अर्को यहाँ भेटियो गुरुआमा। हेर्नुहोस् त, अब हामी यहाँ पनि आलाई गोलो घेरा लगाउँछौँ। आ। गुरुआमा ईश्वरका बारेमा बताउँदै हुनुहुन्थ्यो। इशानले सोधे, गुरुआमा, यहाँ पनि आ आयो। अब यसलाई पनि हामी गोलो घेरा लगाउँछौँ। गुरुआमाको आ। ईश्वर को हुन्? उनी कहाँ छन्? गुरुआमाले, यहाँ पनि हामीले आ भेट्यौँ। यसलाई पनि गोलो घेरा लगाउँछौँ। गुरुआमाले भन्नुभयो, आमा बुबा, यहाँ पनि आ भयो। आ, आमा बुबा नै ईश्वर हुन्। ईश्वर तिमीहरूसँगै बस्छन् नि। इशान ईश्वर चिनेर दङ्ग परे। विद्यार्थीहरू, हामीले कतिवटा आ भेट्यौँ त? 1, 2, 3, 4, 5 वटा आ भेट्यौँ। अब हामी ई वर्ण खोज्छौँ है त। यो ई पनि हामीले भेटेनौँ। अब हामी यो ई भेट्छौँ है त, इशानको ई। अब पढ्दै गोलो घेरा लगाउँछौँ हस्। ल, इशान, इशान बिहानै उठे। इशानको ईलाई पनि अब हामी गोलो घेरा लगाउँछौँ होइन त, किनभने हामीले यो ई त खोजिराखेका छौँ। इशान ई। इशान बिहानै उठे, यहाँ पनि इशान छ। इशान दाइसँग पसल गए, पसल खाली थियो, उनीहरू गुरुआमाका घरमा गए। गुरुआमा ईश्वर, यहाँ पनि ई रहेछ, ईश्वरका बारेमा बताउँदै हुनुहुन्थ्यो। यहाँ इशान हेर्नुहोस् त, इशान ई, ईश्वर ई, उनी कहाँ छन्? गुरुआमा ईश्वर को हुन्? उनी कहाँ छन्? गुरुआमाले भन्नुभयो, आमा बुबा नै ईश्वर हुन्। यहाँ ईश्वरमा पनि ई गोलो घेरा। ईश्वर तिमीहरूसँगै बस्छन् नि। हेर्नुहोस् त, ईश्वरमा पनि गोलो घेरा। इशान ईश्वर चिनेर दङ्ग परे। इशानको ईमा पनि गोलो घेरा लगाइयो, ईश्वरको ईमा पनि गोलो घेरा लगाइयो। अब विद्यार्थीहरू, कतिवटा? 9 वटा ई रहेछ, 5 वटा आ रहेछ, अनि अ, यो ई चाहिँ हामीले भेट्न सकेनौँ होइन त विद्यार्थीहरू। तपाईहरूले पनि आफ्नो पुस्तकमा यसै गरी अ, आ, ई कुन कुन वर्ण भेट्नुहुन्छ अनि वर्ण भेटेपछि यसै गरी गोलो घेरा लगाउनुहोस्। अब हामी अबाट कस्ता शब्द बन्छन्, आबाट कस्ता शब्द बन्छन्, ईबाट कस्ता शब्द बन्छन्, हामी ती शब्दका बारेमा कुराकानी गर्छौँ। अब चित्र पनि हेर्नुहोस् हस् विद्यार्थीहरू। ल हेर्नुहोस् त, अब चाहिँ यो खाली ठाउँमा वर्ण लेख्ने पालो। यो चित्र कसको होला? ठिक भन्नुभयो, यो चित्र आमाको। यो चित्र के होला? यो चित्र इनार। यो चित्र के हो त? गाई। अनि यो चाहिँ अमला। अब विद्यार्थीहरू, अमलाको पहिला वर्ण के छ त? अ, मला, अमला। अब यो मलाको अगाडि के राख्नुपर्छ त? मलाको अगाडि अ राख्नुपर्छ। हामी यो अ ल्याएर यहाँ राख्छौँ। विद्यार्थीहरू, अब हेर्नुहोस् त, अब यो के को चित्र त? आमा। यहाँ पछिल्लो वर्ण के छ? मा छ। अब अगाडि के राख्नुपर्छ त? आ राख्नुपर्छ। त्यसैले हामी यो माथिको आलाई चाहिँ यहाँ ल्याएर राख्छौँ। ल, यो माको अगाडि आ आएर बस त। आ आऊ, आयो। आ र मा जोडेपछि के भयो? आमा। आमा आ। स्याबास। अब अर्को चित्र हेरौँ। यो के को चित्र? इनारको चित्र। यहाँ पछाडि त नार छ। अब अगाडि के राख्नुपर्छ? ई। ल, ई आएर यहाँ बस त। इनार, इनार। ई,
इनार। तपाईहरुले पनि कति सजिलोसँग भन्नुभयो। अब यो चित्र हेर्नुहोस् है त। यो चित्र केको? गाई। गाईको सुरुको वर्ण के छ? गा छ। अब गाको पछिल्लो वर्ण के हो त? ई। गाई। अब कुन राख्ने त? यो ई राख्ने कि यो ई राख्ने? यताको ई राख्ने। रेफ भएको। अब ल ई आएर यहाँ बस्छ त? ई पनि आयो। अब पढौँ त। गाई, गाई। यो वर्ण के भयो त? ई भयो। ई कहाँ जोडियो? गामा जोडियो। अनि के बन्यो? गाई। अब अर्को चित्र अमला। यहाँ के छ त? मला छ। अब अगाडि अ राख्यो भने के हुन्छ? अमला। ल यो अ आउ त तल। यहाँ आएर बस। अ आयो। अमला अ। अ अमला। अ आमा आ। आ आमा। इनार ई। ई इनार। गाई ई। अ आ इ ई वर्ण पनि तपाईले प्रयोग गर्नुभयो। कति सजिलो पाठ है। तपाईहरुलाई धेरै धेरै धन्यवाद। विद्यार्थीहरू, आज हामीले कक्षा 1 को नेपाली विषय पाठ 5 मा आधारित भएर अ आ इ ई वर्ण चिन्ने, अ आ इ ई वर्णलाई शब्दमा प्रयोग गर्ने र आ इ ई वर्णको मात्रा चिन्न पनि हामीले सक्यौं। आजको पाठ कति रमाइलो भयो। तपाईहरुलाई धेरै धेरै धन्यवाद। अर्को कक्षामा हामी फेरि भेट्नेछौं। हाम्रो कक्षा यही सकिन्छ। नमस्कार।